हेलो एभ्रिवान, नमस्ते साथीहरू। आज चाहिँ म हजुरहरूलाई एउटा फेरि नयाँ भिडियो लिएर आएको छु साथीहरू। यो चाहिँ चिन्नुपर्ने हुन्छ है हजुरहरूले कुन ठाउँको भिडियो भनेर चाहिँ म हजुरहरूलाई देखाउन गइरहेको छु। ओके है त, हेरेर कमेन्ट गर्नु होला है त साथीहरू। यो मेरो भिडियो ल है साथीहरू, यो चाहिँ काठमाडौँको मुटुमा रहेको एउटा ठाउँ हो साथीहरू। तपाईँहरूले हेरेर चिनिसक्नु भएको छ साथीहरू। को चाहिँ पुग्नु भएको छ यो ठाउँमा, तल कमेन्टमा कमेन्ट छोड्नु होला है त साथीहरू। यो चाहिँ ल एकदमै रमाइलो बनाएको रहेछ यो ठाउँ अहिले। पहिला चाहिँ यस्तो थिएन। तपाईँहरू को पुगिराख्नु भएको छ यो नयाँ बनिसकेपछि भन्नुहोला साथीहरू। यहाँ चाहिँ अहिले चाहिँ एकदमै भिडभाड लाग्दो रहेछ यो ठाउँमा चाहिँ। यो ठाउँ लगभग काठमाडौँको मुटुमा नै पर्दछ है साथीहरू। यो चाहिँ ल यस्तो आनन्दितमय चाहिँ यो चाहिँ बिहानी पोखा भएको कारणले चाहिँ त्यति मान्छेहरू चाहिँ भिडभाड देखिएको छैन साथीहरू। यो चाहिँ भर्खर चाहिँ अब दिनको सुरुवात हुँदैछ साथीहरू। अब चाहिँ मान्छेहरू भिडभाड लाग्छ यहाँ है त। अब हेर्नुहोस् भिडियो कस्तो लाग्छ तपाईँहरूलाई। यहाँ तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ साथीहरू। मेरो भिडियोहरूलाई हजुरहरूले माया गरिराख्नु नै भएको छ साथीहरू। पक्कै पनि यो पनि भिडियो हेरेर हजुरहरू आनन्द लिन सक्नुहुनेछ भन्न चाहन्छु साथीहरू। यो चाहिँ काठमाडौँको मुटुमा रहेको चाहिँ कमल पोखरी भन्दो रहेछ है साथीहरू। ल यहाँ चाहिँ पहिला चाहिँ यस्तो थिएन, अहिले चाहिँ धेरै राम्रो बनाएको रहेछ साथीहरू। हजुरहरू पनि घुम्न आउनुहोला। यो चाहिँ घुम्न लायकको ठाउँ छ। यसपछिको चाहिँ मेरो भिडियो अर्को यो काठमाडौँकै कुनै ठाउँको आउँदैछ साथीहरू। त्यसको लागि पनि प्रतीक्षा गर्नुहोला साथीहरू। यो चाहिँ ल आजको भिडियोले कति हजुरहरूलाई कति आनन्दमय बनायो तल कमेन्ट अवश्य छोड्नुहोला साथीहरू। मसँग जोडिराख्नु भएको छैन भने मेरो च्यानललाई एकचोटि सब्सक्राइब पनि गरिदिनु होला बिन्ती गर्न चाहन्छु साथीहरू। अनि भिडियोहरूलाई लाइक तथा कमेन्ट पनि छोड्नुहोला हेरेर साथीहरू। अब यो चाहिँ आज एउटा मौका जुरेको छ यहाँको भिडियो बनाउने पनि एउटा। यसरी चाहिँ सरररररर चाहिँ घुम्न पनि पाइयो, भिडियो बनाउन पनि पाइयो। त्यही भएर साथीहरू हजुरहरूलाई पनि फेरि पनि आग्रह गर्न चाहन्छु, हजुरहरूसँग यदि समय छ र घुम्ने इच्छा छ भने साथीहरू आउनुहोला यो ठाउँमा, रमाइलो गरेर जानुहोला। जिन्दगी मरिलानु के नै छ र यस्तै छ है साथीहरू। घुमफिर गरेर चाहिँ समय बिताउने एउटा काम हुन्छ। समय बिताउनु छ साथै रमाइलो पनि हुने गर्दछ साथीहरू। यो जरीगण्डो भन्ने फुल चाहिँ फुलेर चाहिँ अब सकिन लागेको अवस्था रहेछ साथीहरू। पहिला चाहिँ झपक्क थियो, त्यतिखेर चाहिँ मैले भिडियो बनाउन सकिनँ। अलिअलि चाहिँ काठमाडौँको मैले थोरा झलकहरू बनाएर हजुरहरूमा पच्किसकेको छु। त्यो पनि हेरिदिनु होला साथीहरू। मेरो यो थोरा समय भएको कारणले चाहिँ म यो भिडियो पनि खिच्न मौका मिल्यो आज। त्यसमा म खुसी छु। हेरिदिनु होला, अझ प्रतिक्रिया छोडिदिनु होला साथीहरू। यहाँ चाहिँ अब लगभग अब दिनको सुरुवात हुँदैछ। अब मान्छेहरूको भिडभाड बढ्न लागिरहेको छ साथीहरू। म चाहिँ एक्लै यसरी चाहिँ घुम्दैछु साथीहरू। यो चाहिँ नजिकै भएको साथी सङ्गीहरू चाहिँ यसरी रमाउँदैछन् यस ठाउँमा आएर, बेलैमा आएर चाहिँ यसरी
है साथीहरू। यहाँ चाहिँ यो पोखरीमा चाहिँ माछाहरू पनि लागेको रहेछ, पालेको रहेछ। लै फुलहरू यस्तो छ झरिसकेको अवस्था छ, अब करिब करिब सकिन लागेको अवस्था छ यो ठाउँमा। हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ पटक प्रतिक्रिया छोड्नुहोला साथीहरू। अबको भिडियो फेरि पनि भन्छु, यो काठमाडौँकै आउनै छ एउटा मेरो भिडियो, त्यसलाई पनि माया गरिदिनु होला साथीहरू। ल है हजुरहरूको पनि च्यानल हो भने चाहिँ म हजुरहरूको प्रतिक्रिया हेरेर हजुरहरूसँग जोडिने एउटा मौका मिल्छ साथीहरू। है यस्तो राम्रो फुल छ, ल झपक्क फुलेको थियो। योभन्दा अगाडि बनाउनु पाएको भए कस्तो राम्रो थियो होला भिडियो। अन्तिम चरणमा पुगे साथीहरू। ल यस्तै छ, म हेर्न चाहिँ देखिरहन्थेँ साथीहरू, पुग्न चाहिँ आज मात्रै पुगे साथीहरू। ल यस्तो छ यो, अब चाहिँ म बाहिर निस्केको अवस्था साथीहरू। अब यहाँबाट अब म मेरो चाहिँ घुमफिर सकियो यसभित्रको, अब म बाहिर निस्कन चाहन्छु साथीहरू। हेर्दै जानुहोस्, मेरो अरू भिडियोलाई पनि हेर्नुहोस् भन्छु साथीहरू। ल है हेर्नुहोस् है साथीहरू, यस्तो छ ल है। लगभग मेरो भिडियो सकिन लागेको अवस्था छ साथीहरू। अन्तिमसम्म हेरिनु होला र प्रतिक्रिया जनाउनु होला। यस्तो सिन छ कि यसभित्र, यस्तो म चाहिँ एक्लै आएको छु साथीहरू। ल है त, अहिलेसम्म मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथीहरू। ओके, बाई बाई, सी यू अगेन।